कसरी राम्रो देख्दो रहेछ त के लाने करेला लाने कति महँगो लामो खालको लाने लामो हेलो हामी चाहिँ के अरे रुमबाट के अरे बजार भएर सपिङ सब्जी लिएर फर्किसक्यौँ पेप्स पनि यही है मेरा पास है अनि म पनि हामी चाहिँ घरतर्फ फर्किसक्यौँ अनि सब्जी पनि केही रहेन अब चाहिँ सब्जी नकिनौँ सब्जी किन्ने पछाडि मासु स्टोर गरौँ अनि खाऊँ ल ल त्यही भएर अबदेखि चाहिँ मैले सब्जी किन्नु नकिन्ने अनि मासु लिएर मान्छे घरतिर त्यतिर के भन्छ सब्जी महँगो 100 रुपियाँ 50 भन्दा कमीको छैन अब सब्जी बेच्नु फाइदा रहेछ झन् सब्जी बेच्नुपर्छ होला हौ एउटा सटर लिएर हामी पनि कस्तो राम्रो लाग्छ मासुकै ट्युन खाने सुँगुर पाल्ने सुँगुरको मासु खाने त्यही हो होइन कति राम्रो फुल फुलिरहेको म नि रोप्नु यस्तै गर्नु मन लाग्छ कि मलाई त्यही भएर तपाईँहरूलाई मैले त्यस्तो बनाइदिनु भनेको बनाइदिँदैन मेरो बुढाहरूले त्यस्तो यस्तै बनाइदिनु न भनेको मेरो बुढाले बनाउनु भएन अरूमा चाहिँ कसरी रोप्नु है मैले त छोरा मान्छेले यस्तो गर्छन् खालि यस्तो अनि कस्तो राम्रो देखिरहेछ अहिले चाहिँ फेरि जब भित्ता म भिडियो बनाइदिन्छु के राम्रो देखिरहेछ नि कन्डको फोटो चाक कटाउँछ मेरो बुढाले चाक हेर्नु यता हेर अँधेरो भयो हरियोमा रातो आऊ न के गरेको यो बाटो पनि किन यो आउँछ नि त जानु चाहन्छ नि प्रायः जस्तो त्यहाँबाट ड्रोन हान्दो रहेछ ड्रोनले कति पनि गर्दैन ड्रोनले यो सबै कभर चाहिँ गर्ने तर धेरै टाढा जानु अनि जानुपर्छ अलिकति अनि पछि अब तपाईँ विदेशदेखि आएपछि अलिक झन् बनिन्छ पनि होला त्यतिखेर ससुराल लान्छु तिम्रो बुढी जन्मेको ठाउँ ओके ल त्यही त तपाईँ विदेशदेखि आएर बाइक किनेर बाउ छोरा आमा जानुपर्छ फेरि साँच्ची कुदाउन आउनु पऱ्यो नि त सोनाम बस्दै बाइकमा चढाएर ल्याउँदा यहाँ
ए बाइक अरे गाडीमा नेप्टेको भाइ कि दाईको उसको जस्तै देखिँदो रहेछ के भनेको हौ मेरो बुढाले साग र मुन्टा अरे साग त 100 रुपियाँ मुठा भएर ल्याइन्न मेसी जिन्जी कस्तो दामी देखेको काम के हुन्छ हौ कहाँ सुँगुर 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 काम हो 10 रुपियाँको दाम त कत्रो कत्रो भइसक्यो को आउँदैछ ए कस्तो दामी देखेको नि हेर्नु घाम लागेकोमा ओ यता कति राम्रो राम्रो देखेछ है आँप बोकेको आँप बोक्नुभएको हेलो गाइस हामी फेरि घुम्न आइसक्यौँ खै तिरोटो होइन त निमपत्ती हो निमपत्ती कति राम्रो देखेको उता यता 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 त्यहाँ माथि मेरो गाउँ म जन्मेको गाउँ यहाँ कर्मा गाउँ उता पर ओहो भाइले छाड्यो मेरो छानेले छाड्यो हाँसेको हेर न हेर मेरो काली हाँसेको हेर्नु हेर्नु है मैले फटाएँ हेर्नु हाँसेको काली भन्छु म चाहिँ मेरो काले हो नक्कली हो आमामा लत्त त निकाल्यो फेरि निचाइरहेको क्या सानो बाबाले ए सानी चाहिँ मेरो यता छ उसलाई चाहिँ यतिखेरको टाइममा घुम्नुपर्ने अनि यता आउनु यसको बाबा यहाँ हामी चाहिँ हेर्नु अहिले चाहिँ हावा पानी आएको थियो अहिले त देख्यो अँध्यारो यता अनि त्यसपछि यति राम्रो छ भ्यू राम्रो देखेछ जतिहरू टक्क कस्तो ब्याग ए ठुलो भएर चाहिँ अब यत्रोमा पो गुड गर्नु यत्रो बस्नु परेन सुताउने अनि फेरि लगाउने बोकेर त सक्दैन गाडीमा सानी ओहो कोसँग हो मेरो छोरा 2 महिनाको है यो चाहिँ 2 महिनाको फुच्चे यो चिन्छ बाबा मामु आनु 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 उसले मोबाइलमै हेर्दैछ काले कति राम्रो देखेको मेरो खुच्चे हामी घुम्दैछौँ हामी ट्याक्क बाउ छोरा आमा अझै यहाँ मन्दिर छ अस्ति चाहिँ यहाँ यस्तै मात्रै थियो यहाँ अहिले धान फलिसक्नु त्यहाँ यहाँ चाहिँ यस्तोको घारी थियो अनि मैले यो पेटमा थियो अनि मैले यहाँ भुँडीमा अरे बच्चा भुँडीमा त यहाँ फोटो खिचेको यस्तो घारी मैले थियो म त्यो फोटो राखिदिन्छु मलाई फुच्चे काली फुच्चे यता हेर बाउ छोरा
फुटेको हात न्यान्यो मामु नो मामु भिडियो बनाउनु पर्ने पछि तिम्रो पैसा कमाउनु पर्यो पुरो यहाँ चाहिँ धानहरू हरियै भइसक्यो पहेँलो भएकोहरू घाम डुब्दैछ यता हत्ता खसीको मुन्टाको सब्जी खाने अब जा दाल छ बिहानको भुटेर मात्रै खाऊँ ल